नमस्ते, म सिद्धार्थ ढुङ्गाना, डिपार्टमेन्ट अफ ल्याङ्ग्वेज एजुकेसन, स्कुल अफ एजुकेसन काठमाडौँ युनिभर्सिटीबाट बोल्दैछु। र आज हामीसित यहाँ भाषा शिक्षा विभागको दुईजना प्राध्यापकहरू हुनुहुन्छ र हामी चाहिँ अलिकति समाजको लागि चाहिने बौद्धिकताको कुरा, अलिकति क्रिटिकल चिन्तनको कुराहरूको बारेमा छलफल गर्दैछौँ। हामीले अहिले हेर्दाखेरि समाज प्रवृत्ति अनि त्यसपछि गएर लेखनका कुराहरू, मानवताका कुराहरू जोडिराखेका छौँ। तर यो समाज, सोसाइटी, ह्युम्यानिटिज र डिजिटलको कुराहरू गरिराख्दाखेरि कतै कतै बौद्धिक चिन्तनका कुराहरू हराएको हो कि त्यसको लिट्रेसीको कुराहरूमा हामी काम गर्न नसकेको हो कि जस्तो लाग्छ। सरहरूको यसको बारेमा धारणा के छ त? धन्यवाद सिद्धार्थ सर। समाजले चिन्तन गर्न छोड्यो भन्न त मिल्दैन होला। समाजमा भइरहेको चिन्तनलाई, त्यसलाई डकुमेन्ट गरियो कि गरिएन भन्ने। हरेक समाजका हरेक कालका आफ्नै प्रकारका सोचाइहरू विकास भएर गएका हुन्छन्। ज्ञानको त्यहाँनिर भण्डारण हुन पाएको हुँदैन वास्तवमा। पहिला हेरी चाहिँ अब मान्छेहरू सामाजिक रूपले सँगै बसेर विभिन्न अवसरमा एक प्रकारको ज्ञानको चिन्तन गर्ने, शास्त्रार्थ गर्ने, समाजका समस्याहरूको बारेमा चाहिँ खुलस्त कुरा गर्ने, त्यो आजकल अलिक कम भयो कि भन्ने खालको चाहिँ छ। किनभने समाज अलिकति विखण्डीकरण भन्नाले अब एकदम नकारात्मक सेन्समा होइन, प्रविधिको विकास र मान्छेको आवश्यकता सँगसँगै धेरै मान्छेहरू अथवा नियमित रूपले बसेर ज्ञानका कुराहरू गर्ने अवसरहरू जुट्नै छोड्यो जस्तो लाग्छ। किनभने हामी पनि चाहिँ समाजमा बसेर के भोगेका छौँ भन्ने विषय पनि भयो। त्यसकारण लेखन भन्ने विषय अब पहिलाभन्दा अझ बढी महत्त्वपूर्ण छ कि जस्तो मलाई लाग्छ। किनभने बाहिर ननिस्किएका ज्ञानहरू, बाहिर ननिस्किएका चिन्तनहरू कुनै एकजना मान्छेले वास्तवमै प्रतिबद्ध भएर म यो चाहिँ निकाल्छु भनेर गएर त्यसको डकुमेन्ट तयार गर्नुपर्ने, त्यसलाई चाहिँ इतिहासको एउटा कालखण्डमा बुझ्नको लागि तयार गरेर राखिदिनुपर्ने जस्तो लाग्छ। त्यो एउटा कारण। अर्को भनेपछि हाम्रो ओरल कल्चर पनि अलिकति त्यति पनि छर गएको छ। मैले बुझेको कुरा, सम्झेको कुरा सम्झेर मैले कसैलाई सुनाउनु पर्छ, अलिकति सिलसिलेबद्ध तरिकाले सुनाउनु पर्छ, थोरै लालित्य जोडेर सुनाउनु पर्छ भन्ने प्रकारका मान्छेहरू पनि अहिले भेटिन्न। एकछिनको लागि ल अब केटा म एउटा कथा भन्छु भनेर बालबच्चालाई बोलाएर कथा भन्ने मान्छेले आजकल पाइँदैनन् होइन। त्यसले गर्दा लेखन त्यहाँ पनि महत्त्वपूर्ण छ। मान्छेको स्मृतिमा रहेका विषयहरूलाई ल्याएर लेखन, अब त्यसबाट छापिन्छ के भन्ने एउटा कुरा होला। आजकल त कागजमै छापिनु पनि पर्दैन, तर जनमानसले त्यसलाई ग्रहण गर्न सक्नेहरू माध्यमहरूमा ल्याउनु चाहिँ पर्छ। अब लेखनको माध्यमबाट हामी चिन्तनका कुराहरूलाई अगाडि बढाउन सक्छौँ। चिन्तन चलिराखेको छ, सोचाइ चलिराखेको छ अनि त्यो कुनै न कुनै स्वरूप आइराखेको छ, तर कतै कतै कमी भएको कि भन्ने पार्ट भयो। त्यो चिन्तनलाई अगाडि बढाउने अर्को पार्ट जुन छ नि, लिट्रेसीको कुरा गर्छौँ हामी, साक्षरताको कुरा गर्छौँ, सामाजिक लिट्रेसीको कुरा हुनसक्छ, सोसल इन्भाइरोमेन्टल लिट्रेसीको कुराहरू हुनसक्छ। अब यी पार्टहरूमा चाहिँ अहिले समाजमा के भइराखे जस्तो लाग्छ सरलाई चाहिँ? धन्यवाद। एकदम महत्त्वपूर्ण प्रश्न छ। मैले अहिले खास गरी यो नयाँ जेनेरेसनसँग चाहिँ कुराकानी गर्दा अनि त्यसपछि इन्ट्रेक्सन गर्दाखेरि के देख्छु भन्दाखेरि त्यो लिट्रेसी भनेर जुन भन्छ नि, अहिले साक्षरता, त्यो साक्षरताको विभिन्न डाइमेन्सनहरू, आयामहरू चाहिँ हराउँदै गएको लाग्छ। मैले 3 दिन अगाडि एकजना 7 क्लास पढ्ने विद्यार्थीलाई मेरो करेसाबारीमा यहाँ भएका बिरुवाहरूको 20वटा बिरुवाको नाउँ भन भनेर मैले सोधेर लगेँ। त्यसपछि बिरुवाहरू मकै थियो, के थियो, विभिन्न खालको तरकारीहरू थिए। उनले त्यहाँ भएको एउटा पनि बिरुवाको नाम जानिनन्, मकै पनि चिनेनन्। तर उनको चाहिँ कक्षा 7मा ग्रेड राम्रो छ विद्यालयको हिसाबले हेर्दाखेरि। भन्दाखेरि त कतापट्टिको लिट्रेसी, साक्षरता हामीले हराउँदै गएका छौँ भन्दाखेरि त जुन पहिलो प्रकृतिसँग भेट्ने, खेल्ने, प्रकृतिमा रमाउने, त्यसपछि आफ्नो जीवन जगत, किनभने करेसाबारी भनेको त त्यो त हामीलाई दैनिक चाहिने चिज दिने ठाउँ हो नि त। भने त्यसको नामै थाहा छैन भनेपछि त्योभन्दा पर त्यसको अर्को लिट्रेसी त्यसलाई तयार गर्ने होला होइन, खाँदाखेरिको होला, ती लिट्रेसीहरू हराइरहेछ नि त। त्यो त एउटा उदाहरण मात्रै भयो। अब अरू थुप्रै लिट्रेसीहरू गुमिरहेका छन् जुन हामीले सदियौं लगाएर भनौं न यो हजारौं वर्ष लगाएर
विकास गरेका थियौँ त्यो गुमिरहेको छ। र अहिले फेरि अर्कोतिर के छ भन्दा लिट्रेसीको नाउँमा चाहिँ हामीले फङ्सनल लिट्रेसीलाई चाहिँ अलिक महत्त्व दिइरहेको अवस्था छ, जसमा चाहिँ 3R हुन्छ, अब 3टा Rहरू रिडिङ, राइटिङ र अर्थमेटिक भनेर भनिएको छ। त्यसमा चाहिँ थुप्रै लगानी भएको छ। खास गरी विकासको क्षेत्रले के गर्छ भन्दाखेरि लिट्रेसी 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 भनेर चाहिँ त्यो 3टामा जोड दिएको छ। तर लिट्रेसी भनेको त्यो मात्रै होइन नि त। लिट्रेसी भनेको त धेरै कुरा हो। आफ्नो बारेको लिट्रेसी, समाज बारेको लिट्रेसी, अघि तपाईँले भन्नुभयो वातावरण सम्बन्धी लिट्रेसी हुनसक्छ होइन। अब अहिले पछिल्लो आएर डिजिटल लिट्रेसी विभिन्न कुराहरू आयो नि त, त्यहाँ चाहिँ हामी अल्मलिएका छौँ। अब त्यो लिट्रेसी फेरि किन आवश्यक छ, हामीले विभिन्न खालका लिट्रेसी हामीले किन लिने, किन जान्नुपर्ने भन्दाखेरि पहिलो कुरो त लिट्रेसी भएको व्यक्ति, त्यो फेरि मैले उसमा मात्रै जोडेको छैन, के अरे त्यो रिडिङ राइटिङ र अर्थमेटिक मात्रै होइन कि अरू थुप्रै खालका लिट्रेसीहरू, माथिल्लो लेभलको लिट्रेसीहरू, त्यो भएको व्यक्ति र नभएको व्यक्तिमा जीवनलाई सञ्चालन गर्न सक्ने, समाजलाई चाहिँ योगदान दिन सक्ने, अनि त्यसपछि आफू चाहिँ एउटा फुल जिन्दगी चाहिँ बाँच्न सक्ने चाहिँ सम्भावना कम हुन्छ होइन। बाँचेका छन् लिट्रेसी नभए, तर उनीहरूमा अर्कै खालको किसिमले ठिक छ त्यो अक्षर पढ्न लेख्न चाहिँ सायद गुमे होला, नपाइ होला, मौका मिलेन, तर अरू किसिमको जिन्दगीको लिट्रेसी उहाँले लिएर बाँचेको मान्छेहरू हुनुहुन्थ्यो। अघि हाम्रो छलफल के हो भने त्यो पाटो, त्यो फिलोसफिकल पाटो, त्यो सोसियल पाटो, त्यो कम्युनल पाटो जुन छ नि, त्यो खालको लिट्रेसी चाहिँ कम्ती भएको छ। अब हुनुमा चाहिँ के छ भने एउटा हाम्रो शिक्षा चाहिँ बढी टेक्नोलोजिकलपट्टि, बढी कमर्सियलपट्टि गयो होइन। अर्को के भइदियो भन्दाखेरि अघि हेमसाले भन्दै हुनुहुन्थ्यो त्यो हजुरबाले चाहिँ हजुरआमाले चाहिँ सुनाउने त्यो जुन फोकलोर छ नि, जुन कथा छ नि, त्यो त ठुलो लिट्रेसी हो नि त। अब कथामा के हुन्छ, लोककथामा के हुन्छ भन्दाखेरि सुरुमा जीवन चलिरहेको हुन्छ, त्यसपछि एउटा खतरा आइलाग्छ, त्यो खतरालाई चाहिँ त्यहाँको पात्रले कसै गरी जित्छ भनेपछि त त्यो बच्चाले जिन्दगी जिउने लिट्रेसी त त्यहीँ पाइरहेको हुन्छ नि त। अब त्यो कसरी हरायो भन्दाखेरि अहिले नयाँ तरिकाको समाज भएपछि परिवार विखण्डन भयो। परिवार विखण्डन भएपछि 3 पुस्तासँगै बसिएन, 3 पुस्तासँगै नबसेपछि तँ पनि घुम्यो। त्यसबाहेक अरू खालका भाषाका कुराहरू, अब अहिले हामी छोटो समयमा धेरै कुरा गर्न सक्दैनौँ। मैले छोटकरीमा के भन्छु भने हाम्रो साक्षरता भनेको अक्षर भनेको अक्षर सहितको मात्रै होइन होइन, विचार सहितको होइन, दर्शन सहितको मान्छे चाहियो, आफ्नै खालको दर्शन सहितको। त्यो चाहिँ अहिले अलिक कम भएको छ र हामीले अब यसलाई हाम्रो यो प्राज्ञिक क्षेत्रबाट चाहिँ हामीले अलिकति यसलाई प्रमोसन गर्नुपर्ने, काम गर्नुपर्ने चाहिँ मलाई लाग्छ। कति राम्रो कुरा। हामीले साक्षरताको कुरा, लिट्रेसीको कुरालाई जुन मल्टिडाइमेन्सनल रूपमा हेरिरहेका छौँ, क्रिटिकल डाइमेन्सन रूपमा हेरिरहेका छौँ, यसको क्रिटिकलिटीका कुराहरू छन्, यसलाई जीवनसङ्गत बनाउने कुराहरू छन्। अनि त्यो जीवनसङ्गत बनाउँदै जाँदाखेरि लेखनका कुरा, चिन्तनका कुरा जोडिँदै आउँछन्। त्यो क्रिएटिभ डाइमेन्सन, त्यो लेखन चाहे ओरलको पार्ट लेखनै भए पनि ओरल ट्रेडिसनको पार्ट जुन लेखे भाष्यमा पनि जान सक्छ, ती कुराहरूलाई पनि हामी जोड्दैछौँ। यस्तो खालको ओरिएन्टेसन हामीले पुस्ता हराउँदै गर्दा, पुस्ता नयाँ आउँदै गर्दा दोष दिइराखेका छौँ। कतै हाम्रो प्राज्ञिक क्षेत्रको युनिभर्सिटीहरूले यो क्षेत्रको ओरिएन्टेसन दिन नसकेको हो कि यस्तो के छ त अहिलेको प्राज्ञिक क्षेत्रमा अथवा युनिभर्सिटी क्षेत्रमा चाहिँ यो टाइपले यो अनुसार हामीले अलि सोचे अनुसारको प्रवर्धन गर्नको लागि के गरे जस्तो लाग्छ सरलाई? धन्यवाद सर। लक्ष्मण सरले ल्याउनु भएको सिलसिलामै के जोड्न चाहन्छु, अहिले हामीले अलिकति थोरै म अलग पनि विचार राख्न चाहन्छु। के भनिन्छ भने अनुभवी मान्छेहरूको अनुभव र उहाँहरूले लिनुभएको ज्ञान र भोगाइको आधारमा पनि धेरै कुराहरू त्यसलाई डकुमेन्ट गरेर होइन अभिलेखीकरण गर्नुपर्छ भन्ने एउटा विषय छँदैछ, जुन अहिलेको पुस्ताले नगर्ला कि भन्ने चिन्ता उहाँले व्यक्त गर्नु म व्यक्त गर्छु। फेरि अहिलेको पुस्ताले के भन्छ भन्ने कुरालाई पनि हेर्दाखेरि, किनभने अब शैक्षिक कार्यक्रमहरू होइन, प्राज्ञिक कार्यक्रमहरू, डिग्री कार्यक्रमहरू विश्वविद्यालय ल्याउँदै गर्दा बुढापाकाको अनुभवलाई मात्रै समेट्ने कार्यक्रम ल्याउने त होइन होइन। म चाहिँ उति नै महत्त्व दिन्छु। अहिलेको पुस्ताले अघिल्लो पुस्ताबाट केही पाइन भनेर, यिनीहरूबाट केही पाइएन भनेर गुनासो गरेको पनि सुनिन्छ, अथवा पछौटे भयो भनेर गुनासो गरेको पनि सुनिन्छ। र अहिलेको पुस्तासँग पनि गएर हामीले सायद बुझ्नुपर्छ होला, समाज अगाडि बढ्ने क्रममा उनीहरू कसरी फेरि सीमान्तकृत हुँदैछन् होइन। हामीलाई लाग्छ युवाहरू मेन स्ट्रिममा छन्, मूलधारामा छन्, उनीहरूले लिड गर्दैछन्, सोच लिड गर्दैछन्, तर त्यो नहुन पनि सक्छ।
उनीहरूले के कमी महसुस गर्दैछन् किनभने ज्ञानको र सत्ताको सम्पूर्ण बागडोर त फेरि बुढापाकाले लिएर बसेको छ त्यो कुरा त त्यही हो उनीहरूको गुनासै त्यही हो हामीलाई प्रस्फुटन हुन दिइरहेको छैन अहिलेको समाजले भनेर सायद अब हामीले अहिले प्रक्षेपण गर्ने प्राज्ञिक कार्यक्रमहरूलाई चाहिँ युवाहरूको सोच अब त्यो भनेको चाहिँ अपरिहार्य छ समाज कसरी अगाडि बढ्नुपर्छ र बढ्छ भन्ने कुरा चाहिँ अबको नयाँ पुस्ताले कसरी अगाडि बढाउन चाहन्छ र बढ्नुपर्छ भन्ने विश्वविद्यालयले दुईटैको सन्तुलनमा समायोजनमा काम गर्छ त्यसकारणले ओरल हिस्ट्रीको पनि उत्ति नै महत्त्व छ अर्को भनेको चाहिँ भिजनको युथ भिजनको पनि उत्ति नै महत्त्वपूर्ण छ त्यसैलाई समेटेर प्राज्ञिक कार्यक्रमहरू विश्वविद्यालयले ल्याउनुपर्छ त्यस्तो कुनै कार्यक्रम देख्नुहुन्छ सरले अब यसमा कार्यक्रम चाहिँ छ किनभने हो हामीले के देखेका छौँ भने ह्युमानिटिजमा चाहिँ प्रोग्रामहरू विश्वविद्यालयले पनि चलाउनलाई त्यतापट्टि अलिक कम्ती एफोर्ड गरेको एउटा कालखण्डमा अहिले भर्खर अहिले आएर चाहिँ के भएको छ भने नयाँ खालको चिन्तन होइन यसरी हुँदैन हामीले चाहिँ यो मानवशास्त्रलाई अगाडि बढाउनु पर्छ भन्ने खालको चाहिँ अगाडि गएको छ यसमा हाम्रै डिपार्टमेन्ट यो डिपार्टमेन्ट अफ ल्याङ्ग्वेज एजुकेसनले हामीले 2 ब्याच भर्ना लिइसक्यौँ र अहिले तेस्रो ब्याचको चाहिँ भर्ना गर्दैछौँ यो राइटिङ एन्ड लिटरेसी मास्टर्स इन राइटिङ एन्ड लिटरेसी स्टडिज प्रोग्राम हामीले ल्याएका छौँ यसमा हामीले गर्न खोजेको के छ भन्दाखेरि अघि हामीले जुन छलफल गऱ्यौँ नि उसलाई समाजलाई एउटा दिशा दिने चिन्तन गर्ने ठाउँ निकाल्ने त्यसपछि आएर चाहिँ पुस्तान्तरलाई चाहिँ कम गर्ने अथवा पुस्ता बिचको चाहिँ त्यो सोचाइहरू चिन्तनहरूलाई चाहिँ एकै ठाउँमा लिएर आएर चाहिँ त्यसलाई मन्थन गर्ने त्यो खालको वातावरण बनाउनको लागि हामीले यो कार्यक्रम ल्याएका छौँ र अहिले तेस्रो ब्याचको लागि चाहिँ अहिले एप्लिकेसनहरू आइरहेछ अब यसले कस्तो मान्छे उत्पादन गर्न खोजेको छ भनेर चाहिँ हामीले हेर्दाखेरि चाहिँ लेखनमा राइटिङमा पनि दखल राख्ने त्यसपछि समाजमा चाहिने जुन लिटरेसी हामीले अघि भने जस्तै अलिकति वाइड खालको लिटरेसीलाई चाहिँ बढावा दिने र समाजलाई अलिकति चेतनशील बनाउन सक्ने जनशक्ति निकाल्नको लागि चाहिँ हामीले त्यो खालका कोर्सहरू चाहिँ हामीले डिजाइन गरेर चाहिँ चलाएका छौँ अब हेर्दै जाउँ यो प्रोग्रामले चाहिँ हामीले खोजेको जुन उद्देश्य छ राखेको उद्देश्य छ त्यो चाहिँ पुरा गर्छ भन्ने चाहिँ अहिलेको पढ्दै गरेका विद्यार्थीहरूको लेखाइ र उनीहरूको प्रतिको झुकावले चाहिँ अलिकति हामीलाई आशा चाहिँ पलाएको छ यही विषयमा हाम्रो प्रोफेसर काफ्ले सरले के थप्नुहुन्छ कि यो कार्यक्रम बनाउँदै गर्दाखेरि राइटिङ लिटरेसी स्टडिज राइटिङ किन चाहिन्छ भनेर अहिले यो शब्द जति चर्चित छ त पपुलर छ लिटरेसी र राइटिङलाई जसरी बुझिन्छ त्यही तरिकाले प्रश्न उठेको राइटिङ पनि पढाउनु पर्ने विषय हो र लिटरेसी पनि पढाउनु पर्छ र त्यो आफै विकास हुने विषय हो त भन्ने हिसाबले भित्र बाहिर सबैबाट राइटिङको त हो नि भन्ने हिसाबले आयो र हामीलाई अझै पनि यो बाहिर समाजमा बुझाउनलाई कहिलेकाहीँ मलाई नि अलिकति त्यो शब्दावली कम भयो कि जस्तो पनि लाग्छ मैले जे कुरा बुझिरहेको छु अथवा महसुस गरिरहेको छु त्यही भन्न मैले पनि सकिरहेको छैन जस्तो लाग्छ अनि मलाई के यसमा के जोड्न चाहन्छु भने जे कुरा हामी यति सजिलो छ भनेर क्याजुअली भन्छौँ नि त्यही कुरा गम्भीर तरिकाले अहिले क्यामेरा अगाडि फेस गरेर म बोलिरहेको छु नि मलाई शब्दको कमी भइरहेछ कि अबको पुस्तालाई त्यो शब्दको कमी नहोस् भनेर क्या आफ्नो बारेमा कुरा गर्न समाजको बारेमा कुरा गर्न हामीले त्यो अभिव्यक्ति दिन खोजेको यो कार्यक्रमबाट राइटिङ इज नट एज सिम्पल एज इज अन्डरमाइन्ड बाई द मेजोरिटी नट इज इट एज कम्प्लेक्स एज ग्लोरिफाइड बाई द क्लासिकल राइटर्स भनौँ नि त्यो दुइटै होइन तर बिचबाट हिँड्दाखेरि चाहिँ यसमा अरू अब टेक्निकलिटिजहरू प्रविधि भयो त्यस पछाडि मान्छेको तत्परता पोख्तता यी सबै कुराहरू मिसाउँदाखेरि हरेक व्यक्तिले आफूले देखेको समाजको अभिलेख तयार गर्न सक्छ एउटा चाहिँ आफ्नो प्रयोजनको लागि अर्को भनेको समाजको ज्ञानको प्रयोजनको लागि अबका दिनहरूमा हरेक व्यक्तिको भोगाइको उत्तिकै महत्त्व हुन्छ भनेर बोलिदिने मान्छेको त समाजलाई डोर्याउने र चुपचाप काम गरेर बसेका मान्छेहरूको जीवनलाई अरूको लागि पस्किने मान्छेको त कहिलेकाहीँ लाग्छ यो समाज चाहिँ मुठीभर केही मान्छे केही नायकहरूबाट मात्रै चलेको छ केही खलनायकहरूबाट मात्रै बिग्रेको छ त्यो वास्तवमा होइन नि त समाज चलेको भनेको चाहिँ सर्वसाधारण मैले कतै पढेको थिएँ हाम्रो वरपरको वातावरण बस्न लागेको किन छ भन्दाखेरि त्यहाँ अति भन्दा अति सामान्य मान्छेहरूको
दैनिकीबाट अरू मान्छेहरूलाई चाहिँ कुनै प्रकारको हानि नपुर्याउने खालको क्रियाकलापबाट आफ्नो भन्छ नि बिकज द माइन्ड देयर बिजनेस आफ्नो मात्रै सुती खेती गर्ने भन्छन् त्यो गरेर बसेका मान्छेहरूको कारणले पनि यो समाज चाहिँ फुत्त बाहिर हिँड्दा कसैले पनि पछाडिबाट चाहिँ डन्डाले हान्दैन कि तर ती मान्छेहरू यहाँले पढ्नुभयो होला त्यो एलएच रिटन इन द कन्ट्री थर्ड च्याट भन्ने उसको थोमस क्रेको पोएम छ त्यसमा समाज भनेको हो त्यसै मान्छेहरूबाट चलेको हुन्छ र यो कार्यक्रमले चाहिँ वास्तवमा समाजलाई परिचालन गर्ने मान्छेहरू बिचमा छिरेर उनीहरूलाई एउटा न्याय दिने उनीहरूको कथालाई उनीहरूको सोचाइलाई उनीहरूको सिकाइबाट अरू भावी पुस्ताले बुझ्नुपर्ने कुराहरूलाई न्याय दिने भनेर पनि सोच बनाएको छ अथवा त्यो ठाउँ छ त्यसमा भनेपछि समग्र रूपमा राइटिङ एन्ड लिटरेसी स्टडिज भनेको बिल्कुल नेपाली समाजका हराएका पात्रहरू र देखा पर्नुपर्ने विषयहरूलाई चाहिँ उजागर गरिएको जसमा प्रविधिको ज्ञान लिटरेसीको हामीले विभिन्न आयामहरू त आउँछन् नि तर अन्ततगत हरेक व्यक्ति एउटा राम्रो इतिहासकार लेखक र संवाद कला राम्रो विकास गरेको र अन्तर्राष्ट्रिय एउटा प्लेटफर्म हुन्छ जुन उसले आफ्नो करियर बनाउनलाई चाहिन्छ त्यहाँ चाहिँ अब्बल निस्कियोस् भन्ने हिसाबले तयार गरिएको ल कति राम्रो प्रोग्राम हामीसित अहिले मास्टर्स इन राइटिङ एन्ड लिटरेसी स्टडिज प्रोग्राम जुन सरहरूले भन्नुभएको जस्तै स्कुल अफ एजुकेसनको डिपार्टमेन्ट अफ ल्याङ्ग्वेज एजुकेसन अन्तर्गत सञ्चालन भइराखेको छ र जसले लिटरेसीको साथसाथै लिटरेसीका डिफ्रेन्ट डाइमेन्सनलाई उजागर गर्दै त्यसमा चिन्तन गर्दै त्यसलाई डकुमेन्टेसनमा त्यसलाई ज्ञानमा परिणत गर्नको लागि राइटिङ कसरी गर्ने भनेर लेखनका कुराहरूलाई पनि हामीले जोड्दै एउटा समाजलाई चाहिने अहिलेको समाजलाई र भावी समाजलाई चाहिने जनशक्ति जुन उत्पादन गर्न खोज्दैछौँ त्यो प्रोग्रामको अहिले एडमिसन पनि चलिराखेको छ त्यही सिलसिलामा अहिले हामीले समाजप्रति चिन्तन गऱ्यौँ हामीसित यस स्कुलका एसोसिएट डिन प्रोफेसर डाक्टर हेमराज काफ्ले हुनुहुन्थ्यो त्यसै गरी 2 दशकभन्दा बढीदेखि यही ल्याङ्ग्वेज एजुकेसनमा काम गरिराख्नु भएको प्रोफेसर डाक्टर लक्ष्मण गेवाली सर हुनुहुन्थ्यो दुवैजनालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ सर धन्यवाद सर